अभिकर्ताहरूले आफ्नो लाइसेन्स रिन्यू गर्नको लागि लाइसेन्स नम्बर र लाइसेन्स इस्यु डेटको आवश्यकता पर्छ। यो चाहिँ अनलाइनबाट कसरी लिन सकिन्छ भनेर आज म हजुरहरूलाई देखाउन जाँदैछु। फर्स्टमा आफ्नो गुगल अथवा क्रोम ब्राउजर ओपन गर्नुहोस्। त्यस पछाडि नेपाल बिमा प्राधिकरणमा जानुहोस्। त्यस पछाडि नेपाल इन्सुरेन्स अथोरिटी भनेर आइसकेको छ, यसमा क्लिक गर्नुहोस्। यहाँनिर साइडमा 3 लाइन छ, यहाँ क्लिक गर्नुहोस्। त्यस पछाडि ई सर्भिस भनेर छ, त्यसमा क्लिक गर्नुहोस्। एजेन्ट लाइसेन्स प्रिन्ट भनेर छ, त्यहाँ क्लिक गर्नुहोस्। इन्स्योर टाइप भनेर छ, त्यहाँनिर लाइफ इन्सुरेन्समा चुज गर्नुहोस्। त्यस पछाडि इन्डिभिजुअल चुज गर्नुहोस्। आफ्नो प्यान नम्बरको एउटा आवश्यकता पर्छ, प्यान नम्बर राख्नुहोस् अनि सर्च गर्नुहोस्। यहाँ आइसकेको छ इन्स्योर नेममा नेपाल लाइफ इन्सुरेन्स कम्पनीको अभिकर्ता भएको भएर नेपाल लाइफ इन्सुरेन्स, लाइसेन्स नम्बर, एजेन्ट टाइप, नाम, सिटिजनसिप नम्बर, लाइसेन्स यहाँनिर यसै गरी सबै इन्फर्मेसनहरू आइसकेको छ। लाइसेन्स इस्यु डेट, लास्ट रिन्यू डेट, लाइसेन्स एक्सपायर डेट। हजुरहरूसँग अर्को एउटा नेपाल बिमा प्राधिकरणले दिने लाइसेन्स छैन भनेदेखि यहाँनिरबाट डाउनलोड पनि गर्न सक्नुहुन्छ। डाउनलोडमा क्लिक गरिसके पछाडि मैले चाहिँ डाउनलोड पनि गरिसकेको छु। बिमा अभिकर्ता इजाजत पत्र भनेर आइसकेको छ, यसमा कहिले रिन्यू गरेको, कहिलेसम्म टाइम बाँकी छ भनेर सबै देखाइरहेको छ। हजुरहरूलाई यस्तै अरू भिडियो हेर्न मन छ भनेदेखि लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनुहोला।